एक्जाम दिएर आयो कस्तो भयो एक्जाम राम्रो हाई गाइस आज म चाहिँ दिनभरिमा के गर्छु दिनभरि भन्दा नि आधा डेबाट स्टार्ट गरेको छु मैले अनि के गर्छु त्यो सबै म हजुरहरूलाई देखाउँछु अब एक्जाम दिएर आयो कस्तो भयो एक्जाम राम्रो कस्तो राम्रो ब्युटिफुल के लेख्यो आज हो ए सन्डे अब यो कानमा हाले कानमा होइन नाकमा नोजमा नाकमा हाल्ने हुँदैन नाकमा त हाल्ने हो त के भयो गर त ल नै सास नफेर्ने नतान्ने सिरियस तान्ने होइन के तान्ने न गरेर मुखबाट सास फेर्ने त्यस्तो होइन के भयो चिल्लायो म चाहिँ खुर्सानी रोप्छु अब यो डल्ले खुर्सानी यो चाहिँ अखबारे खुर्सानी यो चाहिँ मैले खाने भनेर काटेको थिएँ तर यस्तो खतरा स्मेल आयो कि अनि सोचेँ कि म रोपिहाल्छु भनेर यसलाई चाहिँ सुक्न दिएर यहाँ रेडी भएको छ अनि यो चाहिँ जिरे खुर्सानी आमाको घरदेखि मैले लिएर आएको थिएँ सो यसलाई अब म यसरी यसको दाना निकाल्छु यो म एउटा हात त मिलेन अहिले यतिचोटि सबै निकालेर भ्याएको छु यो चाहिँ सबै निकालेर भ्याइसकेको छु अब एकछिनमा रोप्छु पहिले यहाँ खाना पनि पाकिहालोस् म तरकारी पनि बनाएर भइसकेँ अब निकालेर हालिदिन्छु फाइनली अब वर्कआउट गरेर भइसक्यो अब नुहाउन जानुपर्ने हुन्छ नुहाउन जाँदैछु नुहाएर आइसकेँ अब चाहिँ स्किन केयर गर्नु पर्यो
टोनर लगाउँछु। म चाहिँ जहिले पनि लगायो भने चाहिँ घाँटीमा पनि लगाइहाल्छु क्या। टोनर लगाइसकेपछि यसलाई सुक्न दिनुपर्छ। छिटो सुक छिटो सुक छिटो सुक छिटो सुक छिटो सुक। भाग्यमानी मान्छे भएर होला यो टिका चाहिँ जाँदेको छैन। यत्रो नआउँदाखेरि फेस वासले फेस वास गर्दा पनि भइरहेन। भाग्यमानी मान्छे भयो। मेरो नाक चाहिँ छोटो छ कि अलिकति यस्तो गरेँ कि सब दुलो सुलो सब देखिन्छ भित्रको। मार्कको साँझमा चाहिँ म धेरै मोइस्चराइजर लगाउँदैन किनभने बिहान आफै मेरो फेसबाट मोया लागिरहेको छ। Now I'm done. So यति नै हो आजको मेरो भ्लग। सो बाई बाई। म फेरि अर्को भ्लग लिएर आउँछु होला। सायद त्यो मेरो वेट लसको हुन्छ होला त्यो भिडियो चाहिँ। सो त्यही भिडियोमा भेटौँ ल। आजलाई चाहिँ यति नै भयो मेरो भ्लग। सो बाई बाई।